गुड मर्निङ नमस्ते गाइजहरू। फेरि आज हामी गाउँमा हाम्रो भाइको अस्ति धन्तुले भाइको घरमा पितृ आज गर्ने रे। अन्त पितृ खानको लागि उकालो निक्लिँदैछु। अनि छैन उकालो हिँड्दा पनि गाह्रो परिरहेको अवस्था। तर मेरी आमा बुढी मान्छे 84 वर्षको बुढी उकालो हिँडेको देखेर म पनि अब केही न केही मलाई पनि ऊर्जा थपिएको छ। अगाडि आमा हिँड्दै हुनुहुन्छ, म पनि पछाडिबाट आमालाई पछाउँदै आमासँग माथि छङ्खाली भाइको घरमा जाने पितृ खानु आज हाम्रो मङ्सिरे खानुको निमित्त हामी अगाडि लागिरहेछौँ। गाइजहरू एकदमै गाह्रो छ, बानी बिगारी छ हिँड्नलाई। काठमाडौँको बसाइले जिन्दगी सबै सिद्धिएछ गाइजहरू। हामी उकालोमा मरितरी चाहिँ नै निक्लिरहेछौँ। हाम्रो चाहिँ यो पितृ गर्ने बेलामा सबै गाउँका घर लौरी चाहिँ सबैलाई निम्तो गरेर एकै ठाउँमा बसेर रमाइलो गरेर यो मङ्सिरे खाने चलन छ। त्यसैले हामी पनि आज मङ्सिरे खानको निमित्त अगाडि आमा लगाएर निस्किँदैछु। म आमालाई भेट्नु पनि मलाई गाह्रो भइरहेछ मलाई। अनि अब यो चाहिँ अब भन्नु त लाज लाग्ने कुरो हो। 85-84 वर्षको आमालाई पछ्याउन नसक्दाखेरि म पनि यहाँ असिन पसिन हुँदै उकालोमा बल गरिरहेको छु है गाइजहरू। गाउँमा रमाइलो छ गाउँ। ल बस्नु। स्वाभाविक रूपमा चाहिँ नि आफ्नो गाउँलाई रमाइलो लाग्नु त सबैलाई स्वाभाविकै हो। तर गाइजहरू तपाईँहरूलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला, कमेन्ट लाइक सेयर कमेन्ट गरिदिनु होला। मन पराउने हजुरहरूलाई पनि तपाईँहरूको गाउँमा कस्तो छ, हाम्रो चाहिँ यस्तो छ है गाइजहरू। ल यतातिर अम्लिसो रोपेर यस्तो अहिले सबैतिर यो चाहिँ तपाईँको बहुउपयोगी हो पनि। घाँस पनि खान्छ यसको चाहिँ मार्केटमा लगियो भने यो कुचोको लागि अति नै चाहिँ उपयोगी अनि आवश्यक पनि हो। यो कुचोको लागि पनि बिक्री हुने चिज हो। तर हाम्रोमा चाहिँ खासै यस्तो अब चाहिँ नि बिक्री गर्ने बजारकरणको व्यवस्था नभएको कारणले यो चाहिँ एउटा सरकारले पनि बजारको व्यवस्था गरिदिएको भए धेरै उत्पादन हुन्छ। जताततै पाखा रेखा अहिले त जताततै यो चाहिँ नि अम्लिसोको खेती। अब खास गरी यहाँ चाहिँ हाम्रो अब यो कुचो बेच्नुभन्दा पनि हाम्रो गाई बस्तुलाई खुवाउनको निमित्त बढीभन्दा बढी लगाइन्छ। यसलाई खासै राम्रो जग्गा पनि चाहिँदैन, तपाईँको पाखा पखेरा रुखो मलिलो जहाँ पनि हुने। अनि यसले एउटा कुरो के छ भने यसले एउटा भुइँछ्या हुनु पनि एकदम रोक्छ है। पहिरो जानलाई ठाउँ पनि रोपिदियो भने यसले चाहिँ यसको जराले गर्दाखेरि समातेर पहिरो जाँदैन। माटो ओह्रालो बग्ने ठाउँमा भुइँछ्या हुने ठाउँ पनि यसलाई रोपिदियो भने तपाईँको मजाले माटोलाई अडाउने गर्दछ। त्यसैले बहुउपयोगी हो चिजलाई चाहिँ। यो हाम्रो बजारको असुविधाको कारणले खेर गइरहेछ यो सबै। अब यतिकै खेर जाने यो बजार हुने हो भने यो कुचो कति महँगो बिक्छ। एक मुठा कुचोलाई उहाँदेखि अब तपाईँको 150-60देखि लिएर राम्रो खालको 200सम्म अहिले काठमाडौँमा खर्चिनु पर्ने स्थिति हुन्छ। यहाँ चाहिँ फालाफाल फालिएको छ जताततै है गाइजहरू। हेर्नु ल सिस्नो, कतिलाई थाहा छ यो सिस्नो, कतिले खानुभएको छ। सिस्नोको घारी
यहाँ हेर्नुहोस् त नजिकबाट सिस्नो एकदमै सिस्नो खाउँ हेर्दाखेरि यहाँ हेर्नु बित्तिकै खाउँ लाग्ने सिस्नो छ। अब यो सिस्नो पनि एकदमै खानु मन हुँदा खान नपाइने स्थिति हुन्छ, किनभने गाउँमा धेरै टाइममा आएपछि हामीलाई सबैले चाहिने सत्कार पाउन हुन्छ गाउँमा पनि। अनि तल्लो घर माथिल्लो घर अनि यो चाहिँ हेर्नुहोस् उता पस्यो। अनि तपाईँको यो भाले खाँदा हाम्रो टाइम सिद्धिजान्छ। अब चाहिँ धेरै बस्ने कुरो पनि हुँदैन, आफ्नो व्यवसाय आफ्नो चाहिँ पेसा अब चाहिँ काठमाडौँतिर भएको कारणले सबैजना तुरुन्तै अब चाहिँ फर्किने हुँदाखेरि प्रत्येक घरमा अब चाहिँ नि भाले नै नखाइकन पनि फर्किने स्थिति हुन्छ। त्यसै गरी यो सिस्नु खानु रहर हुन्छ एकदमै। पहिला खाइएको चिज एकदम अर्ग्यानिक मिठो कुरो, तर पनि हामीले नखाइकन फर्किनु पर्ने बाध्य हुन्छ। यसो हेर बाटोतिर हेर्दा थुक मिल्दै हामी हिँड्छौँ। गाईहरू पुरा चाहिँ पहिला यहाँ खेतीपाती हुन्थ्यो, सबैजना गाउँघरमा बस्ने रहने बेलामा। अहिले त गाईहरू सबै यो मकै फल्ने चाहिँ कोदो फल्ने ठाउँमा चाहिँ यत्रो बुढा रुखहरू वृक्षहरू यत्रो उम्रिएर भएछ। अब तपाईँको फेरि पहिला हामी चाहिँ नि हाम्रो पालामा के भन्छ यो चाहिँ के भन्छ यो चिलाउनेको रुखका हलोको लागि एकदमै राम्रो उपयुक्त उत्कृष्ट वनस्पति भएकोले हामी यहाँ हलो एउटा काट्नलाई तल लगभग चाहिँ नि एक बिहानको बाटो धाएर चाँगे भिर भन्ने ठाउँतिरबाट चाहिँ नि हलोहरू काटेर आइन्थ्यो। अब अहिले तपाईँको रुखहरू पनि एकदमै माथिसम्म चाहिँ हाम्रो अब घरभन्दा पनि धेरै माथिसम्म पनि चिलाउनेको रुखहरू पनि थुप्रै उम्रिएको छ। हुर्किएको देख्दाखेरि यो चाहिँ नि अब एक हिसाबले यो हजुर ग्लोबल वार्मिङको कारणले होला, अहिले चाहिँ पृथ्वी जमिन तत्दै गएको कारणले पनि होला, माथिसम्म पनि अहिले यस्तो वनस्पतिहरू पनि हजुर अनि माथिसम्म पनि चाहिँ उम्रिएको प्राकृतिक रूपमै उम्रिएको देख्छु। त्यसो भएको हुँदाखेरि यो चाहिँ एउटा मौसम परिवर्तनको कारणले पनि हुनसक्छ। गाईहरू हामी मुस्किल उकालो हिँड्नु भएपछि पूर्ण इमर्जेन्सी लेस भएर म त सक्दै छुइनँ। आमा बुढी मान्छे हुनुहुन्छ, तैपनि अब उहाँ पनि माथितिर चाहिने छोरोको घरमा जाने रहरले अनि जान्छु भन्नुहुन्छ, सँगसँगै लिएर आएको छु। आमाहरू अगाडि हिँड्नुहुन्छ, धेरै उहाँ हिँड्नु सक्नुहुन्छ, म चाहिँ पो नसक्ने स्थितिमा आइसक्यो गाईहरू। ल हेर्नुहोस् यहाँ माथितिर हाम्रो निक्लिराखेको म खोइ भाइको घर पुग्नु लाग्यो करिब तर धेरै गाह्रो भयो उहाँसँग भएको कारणले निस्किनै गाह्रो। यो चाहिँ जग्गाहरू भनेको हाम्रो यो मेरो माइलो भाइको अंश है। यो चाहिँ बारी गाईहरू मेरो माइलो भाइको अंश यहाँ परेछ। अब ल यो तलबाट देख्यो सबै माथिसम्म
यो माइलो भाइले अहिले चास्दैन यो हाम्रो कान्छी भा आमातिरको भाइ जेठोले चाहिँ कमाउँदैछ यहाँ यतातिर जग्गा यस्तै छ है गाईहरू चाहिँ अब साना साना गुराँसको रुखहरू फुलिराखेको अहिले गुराँसको सिजन फुल्ने सिजन यो चाहिँ नि अब फागुन चैत वैशाख भनेपछि तपाईँको एकदमै रमाइलो परतिर पनि यो तपाईँलाई म जुम गरेर देखाउन चाहन्छु बारीको छेउछेउमा हेर्नु यो चाहिँ जुम गरेर म देखाउँछु है जुम गरेर यहाँनिर हेर्नु हेर्न गाई कस्तो गुराँस सानो बोट भए पनि टन्नै फुलेको अवस्था अनि त्यहाँ छेउमै गएर खिच्ने मन लागेछ मलाई तर के गर्ने अब नसक्ने हिँड्न नसक्ने अवस्था छ यतातिर सबै हेर्नुहोस् है ल गाई जङ्गल भइसकेको छ तल तल बस्नु बिसाउनु सानो बिसाउनुहोस् एकछिन ढुक्काले यो माथितिर पनि पहिला खेती गरिन्थ्यो जताततै गहुँ छर्ने आलु रोप्ने अहिले चाहिँ नि यो अहिले चाहिँ सबै जङ्गल भएको छ है गाईहरू बस्दैछौँ म एकचोटि पर पुगेर आउँछु पल्लो गुराँसको रुख थियो म गाईहरू गुराँसको फुल फुलेकोतिर म जान्छु यहाँ भाइको उसको वस्तु भाउहरू पनि रहेछ गाईहरू गोरु हो गाई हो के हो थाहा छैन म त्यता जाँदैछु यता चाहिँ यो हाम्रो कान्छी आमाको जेठो छोरा भाइको गाई बस्तुहरू है गाईहरू यतातिर हामी त ठुलो सन्तान छौँ धेरैजना अनि जताततै भाइहरू गाईहरू नि यस्तो गाई यहाँ चाहिँ एउटा बाछो बहर रहेछ अनि यसको माउ ल यस्तो छ है गाईहरू हामी यस्तो हाम्रो चलन यसरी हिउँदमा बारमा चाहिँ राखेर प्रत्येक गरामा पहाडको जग्गा सानो सानो गराहरू हुन्छ यस्तो गराहरूमा चाहिँ गाई बस्तुलाई बाँधेर मल बनाउने चलन हाम्रो परम्परा हो ल गाईहरू हेर्नुहोस् यहाँ गुराँस कसो छ त सानो बोट तर पुरा फुल रूपमा फुलिरहेको अवस्था तपाईँहरूलाई म छेउमा आएर चाहिँ देखाउन चाहेँ गुराँस यसरी जताततै फुलिरहेको छ बारमा यो हिसाबले संरक्षित पनि हो किनभने यो राष्ट्रिय फुल गुराँस अनि सबैले संरक्षण पनि गरिएको हुन्छ यो बारको छेउछेउमा पनि जताततै फुलेको छ यहाँ मात्र होइन जताततै तपाईँको जहाँ त चाहिँ रातम्मे लाली गुराँस फुलेको छ त्यसो भएकोले हामी अति मनोरञ्जन गरियो यसपटकको चाहिँ हामी के भन्छ हाम्रो यसचोटिको चाहिँ नि गाउँघरतिर आउने एउटा मकसद चाहिँ मेरो के अरे चुनाव पनि हो हामी चाहिँ के अरे अब चुनाव के अरे भोट अब दिनको लागि पनि आइएको हो अनि तर अब एक काम दुई पन्था भने जस्तै गाउँघरमा सबैलाई भेटघाट गर्नेदेखि लिएर सम्पूर्ण कुराहरूमा हाम्रो एकदमै राम्रो रमाइलो लागेको भयो आएको टोलीहरूमा अरू भाइ भतिजा चाहिँ फर्किसकेँ म चाहिँ केही दिन चाहिँ फुर्सदिलो भएकोले म गाउँतिरै छु अहिले यसरी गाउँ घुम्दैछु जहीँ तहीँ चाहिँ नि प्रत्येक घरको चाहिँ नि भिडियोहरू लिँदै
हजुरलाई पनि मेरो गाउँ घुमाउन लागिरहेको छु। अनि मेरो गाउँ कस्तो लाग्यो हजुरहरूलाई? मलाई त मेरो आफ्नो गाउँ हो, स्वाभाविक रूपमा मलाई रमाइलो लाग्छ। हजुरलाई कस्तो लाग्छ मेरो गाउँ? कमेन्ट लाइक कमेन्ट साथै सेयर गरिदिनु होला। विशेष गरेर चाहिँ कमेन्ट गरिदिनुहोस् है, कस्तो लाग्यो मेरो गाउँ हजुरहरूलाई। विशेष गरेर म कमेन्टको चाहिने एकदम प्रतीक्षामा छु हजुरहरू। ए ल ल ल त्यसो भएकोले अब म घुम्दैछु अहिले चाहिँ एकदम फुर्सदिलो छु म। त्यसो भएकोले गाउँघर प्रत्येक घर प्रत्येक चाहिँ नि पाखा डाँडा घुम्दैछु अहिलेलाई म। कस्तो लाग्छ तपाईँहरूको गाउँघर, मेरो गाउँघर तपाईँलाई? मेरो बुढी आमा यता उकाले चढ्दै हुनुहुन्छ। उहाँलाई अब चाहिँ नि हेरेर त म चाहिँ नि मलाई पनि केही ऊर्जा थपिन्छ। उहाँ बुढी मान्छे त त्यसरी हिँड्नुहुन्छ भने म त भर्खरको 60 वर्षै न हो भनेर सोचिरहेको छु। ऊर्जा थपिँदैछ मेरो नि। ल गाइजहरू हेर्नुहोस्, यत्रो बोटमा पनि गुराँस फुलेर यस्तो रमाइलो छ कि के गर्ने। रमाइलो छ है गाइज। उताबाट मेरो ठुली बहिनी पनि उक्लिँदै गरेको अवस्था छ सबै। ल हामी सबै परिवार, हाम्रो परिवार धेरै ठुलो छ। त्यसो भएकोले अब चाहिँ नि भाइ बहिनी अनि त्यसमाथि पनि अनि हाम्रो कान्छी आमाको जेठो छोरो घरमा चाहिँ भाइको पनि निक्लिँदैछ अहिले एकदमै उकालोमा। मणिकलालको घरमा हामी जानेवाला है अहिले कोही स्थिति भनेको चाहिँ। तर काठमाडौँमा बसेर ऊर्जा पुरा खत्तम गरिन्छ, उकालो चढ्नु सकिएन। अनि लाज लाग्दैछ मलाई। मेरो आमा 84 वर्षको बुढी खुइँ हिँडेको देख्दाखेरि मलाई लाज लागेको छ। तैपनि के गर्ने गाइजहरू, बाध्यता छ। समाजमा सायद तपाईँले मेरो आवाज पनि बुझिराख्नु भएको छैन होला, बुझ्ने कोसिस गरिदिनु होला। करिब 18-20 मिनटको चाहिँ नि कन्टिन्यू भिडियो बनाएको छु। तपाईँहरूले पनि मेरो गाउँमा साथसाथै मेरो युट्युब च्यानल मार्फत हजुरलाई पनि घुमाउने कोसिसमा छु। जस्ताको तस्तै मेरो गाउँहरू कस्तो छ सबै एकदमै, यो चाहिँ एडिट नगरिकनको है साथीहरू, बिना एडिट एकदम जस्ताको तस्तै अर्ग्यानिक भिडियो हो। कतिलाई आफ्नो गाउँ देखाउनु लाज लाग्छ अरे, तर म चाहिँ त्यसो लाज मान्दिनँ। कस्तो ठाउँमा म हुर्केको अनि कस्तो ठाउँमा जन्मेको भन्ने कुरो एकदम गौरवान्वित साथमा चाहिँ मेरो भिडियोहरू हजुर सामु पुर्याउने कोसिसमा छु। एकदमै ध्यान दिएर हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। चाहिँ नि प्रतिक्रिया पनि दिइदिनु होला कस्तो लाग्छ हजुरलाई। म प्रतीक्षामा छु है, प्रतीक्षारत छु हजुरहरू। अब चाहिँ करिब अन्तिम खुड्किला चढ्दैछौँ है हामी हजुर गाइजहरू। अन्तिम खुड्किला अब चाहिँ लगभग यो जेठा भाइको
घरमा पुगेर कसरी जेठो फेरि म जेठो भन्दा पनि कसरी जेठो भाइको भन्दैछ भनौँ ल हाम्रो ठुलो परिवार छ कान्छी आमापट्टिको जेठो भाइ है हजुर गाइजहरू ल मानेटार भन्छ यहाँ माथितिर अब करिब यो जेठो भाइ चाहिँ सबभन्दा गाउँको सिरानमा बसेछ त्यसो भएकोले निस्किन अलिक गाह्रो छ यहाँ होइन ठिक छ यो केही छैन केही छ छैन ल ल भाइको चाहिँ नि बस्तीमा आइपुग्यो गाइजहरू अब चाहिँ मेरो भिडियो पनि अब फेरि अर्को क्लिपमा भेट्ने बाचाका साथ हजुरहरू समक्ष म अब चाहिँ नि बिदा माग्न लागेको छु कमसेकम अब चाहिँ नि 20 मिनटको 21 मिनटको भिडियो छ हजुरहरूले चाहिँ नि एकदमै झर्को नमानिकन हेरिदिनु होला लेक छैन अहिले हाम्रो गाउँघर पुरा बेसी भएछ अझ यदि माथि माथिसम्म पनि केरा फलेर ल है गाइज ल जेठो भाइको घरमा आइपुगेको अवस्था ल कसरी जेठो भनेर भन्नुहुन्छ अरे अघि नै मैले भनिसकेँ ठुलो सन्तान छौँ यता चाहिँ हाम्रो ल जेठो भाइको गिरे है यो चाहिँ नि हामी कान्छीपट्टिको जेठो भाइको चाहिँ नि घरमा आइपुगेको अवस्थालाई यता सबैजना ल भाइहरू यतातिर ल पुरा ल हाम्रो चाहिँ यो पितृ मङ्सिरे भनिन्छ यहाँ अनि तपाईँ यहाँ पुरा तयारी भएछ अहिले खाने ल खाइरहेछ अरू ल गाइज म फेरि अर्को क्लिपमा भेट्ने बाचाका साथ अहिले हजुरहरूसँग म मेरो भिडियोबाट बिदा माग्न चाहेँ बाई 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 बाई